होइन भयो यस्तो गर्दा म भाइरल भइदिने यताबाट साउन्ड आउँछ यार साथीले अहिले चाहिँ किरण त नति अन्त म त फेरि डन हो अरे सो हेलो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग तपाईँलाई फेरि पनि स्वागत छ म भर्खर स्कुलबाट आएर अनि अब चाहिँ खाना खानु लाग्यो अब आज धेरै कामहरू छ त्यहाँ लो दाउरा चिर्नु छ आज चाहिँ हाम्रो यतातिर दाउरा खोलेको कि अनि अब चाहिँ टक्क खाना खानुपर्ने हुन्छ अनि अब खाना खाएपछि तँलाई नि भेट्ने अब त्यही त हो नि अब नेपाली अब के गर्नु अब कराईमा हो अनि अब चाहिँ टक्क म चाहिँ अब रेडी भएर कि त दाउरा बोक्ने काम हो मेरो कि त दाउरा चिर्ने काम हुन्छ यो दुइटामा एउटा हुन्छ टक्क हाल्यो अब चाहिँ यसो होइन खानसाना खाएर अब एकैचोटि अहिले कतिखेर हुन्छ भेट्नेछौँ बारु कहाँ यार कस्तो ठिस हान्छ हो भने अनि आज चाहिँ एकदम धेरै नै कामहरू छ कस्तो बाङ्गो भएको क्या होला ल साथीहरू यहाँ हेर्नु न के भयो भन्दा हेर्नु न के लेखेको छ भन्दा भाडा दिनु थालेको होइन खाना खाएर सबै के हो के लेखायो धुनी हो धुनी खाना खाएर सबै धुनी मिलन घर सफा गर्नेले यामा हो नछोड्ने भयो यार यत्रो भाडा माचेर फेरि घर सफा गर्नुपर्ने आमा एचएम पढ्यो भन्नेमा यति गराउने हो भनेको यार अब यो चाहिँ अब एकछिन भिजाएर अनि बल्ल धुनु चाहिँ म चाहिँ अहिले एकछिन रेस्ट गर्छु भर्खर स्कुलबाट आयो अन्त होइन अनि फेरि अहिले यत्रो यस्तो दाउराहरू पहिले त्यो मात्छ होइन यस्तो यस्तो लेखेर दिन्छ यार काम छैन यार यता यो अहिले अब एकछिनमा भेट्दैछ हामी अहिले चाहिँ म यो अब चाहिँ म अहिले एकछिन भाडाहरू धुने बेलामा भेट्नेछु अहिले चाहिँ एकछिन रेस्ट गर्छु कति काम गर्ने हो त काम गरेँ नि खाएको त्यही नि अहिले एकछिनतिर त्यही हो टुम साथीहरू अहिले चाहिँ रेस्ट गरेर भेटिसक्यो अब यसो यो अब 10को कम्पनी सुरु हुन्छ मेरो चाहिँ अब यस्तो क्यामेरा सेटअप हान्नु पऱ्यो नि त होइन टक्क त्यो 10 खाएको मात्र निकाल्छु कि म त यस्तो फेरि धेरै निकाल्नु नगयो फेरि हो फेरि अन्त साथीहरू इट्स एभ्री एन्ड पर्फेक्ट भने जस्तो भइरहेको रहेछ अब यस्तो डर छ भनेको यार पुरै यो धुनुपर्छ एक्लैले त्यही हो अब एकैचोटि अहिले कतिखेर हुन्छ भेट्ने छ अब चाहिँ बिस्तारै दिन्छु गफ हान्दै धुनुपर्छ नि त होइन भयो यस्तो गर्दा म भाइरल भइदिने अनि खासमा चाहिँ म आज जङ्गल जाने भनेको जङ्गल गएर डेन्जर भिडियो हान्नु भनेको के गर्ने जङ्गल मम्मीहरू जानु भएर रहेछ अब सायद नै अब दाउरा चिर्दै बस्ने काम हो मेरो चाहिँ अहिले टक्क दाउरा चिर्दै गफ हान्दै मस्त बस्नुपर्छ होइन अनि अहिले चाहिँ अब भाडा दिइरहेको छु म अनि अब के गर्नु अब यतिको त गर्नु परिहाल्यो नि अब एचएम पढेपछि होइन एचएम पढ्यो भन्दा पनि यति त गर्नु हुने हो त्यो भयो नि अब आफ्नो घरको गर्नु परिहाल्यो नि त अनि लोड झ्याउलाएर आएर भर्खर एकछिन सुतेर उठे जस्तो भएको थियो काम गर्नु पऱ्यो दिमाग खराब भइरहेछ लोडा लसुन जस्तो यो फुटेको गिलास किन हालेको यार अनि यता चाहिँ लोड मान्छे आएर कहाँ चिन्नु नजानु यिनीहरू को लोड मान्छे आएको तर हाम्रो यो राप्ती नौ जङ्गलमा लोड मान्छे आएको दाउरा खुलेको छट्टाउँदै यति मान्छे आयो नि ट्र्याक्टर त कति ट्र्याक्टर त के कुरा गर्नु अहिले म गयो भने देखाइन्छु तपाईँले त्यहाँ कति छ दाउरा आमा यति धेरै छ नि दाउरा यति धेरै त्यही माथि त्यो मान्छेहरू चाहिँ ट्र्याक्टरमा के लास्टमा सुरुमा त त्यही बसेर त्यो गर्ने बेरसम्म चाहिँ गर्छ होइन अनि पछि चाहिँ अनि कस्तो आँखाको यार ट्र्याक्टरमा पुरै उठ्यो के
ट्र्याक्टरमा लगभग ट्र्याक्टरभन्दा हल्का माथिसम्म पुरै पारेर दाउरा पारेर लिएर जान्छ यार। हजुर रोक्नु न, म भाडा मसरी र अहिले मम्मी आइसक्यो। अहिले पाइहाल्यो नि तपाईँको चिठी, काम लाग्छ चिठी। यो मोल कहाँबाट पाइछ फेरि? ए जादु। रोक्नु न, अब धुइस्याउ सकिनु त थालिसक्यो त नि। कहाँ हो जानी चाहिँ? पुलभन्दा माथि पाखा के खतरा ल जामला। तावल यही लगाएर जाने म त। तावल कुन चाहिँ तावल लिने? यस्तो गातमा बहिलाउने हैन। अनि कस्तो तावल कहाँबाट कस्तो तावल कस्तो तावल के तावल लिने के भनेको? त्यहाँ छ नि गम्सा हो कि बम्सा भन्ने। अब चाहिँ दाउरा चिम्न जानु पर्ला जस्तो छ। अहिले साथीहरू अहिले चाहिँ हामी जङ्गल जानु लाग्यो। अब गौरे पारामा टक्कै ब्यागमा फोन राख्नु हामी चाहिँ अगाडि छ। अब कति दाउरा चाहिँ पुग्ने हो, अब त्यता गएर थाहा हुन्छ। अनि अब चाहिँ हामी जङ्गल जान्छु। अनि अहिले मान्छेहरू हरि गइरह हरि पाइरह हरि गइरह। अहिले एकैचोटि माथि त्यो मैले भनेको ठाउँमा भेट्नु चाहिँ त्यही हो। साथीहरू कहानीमा एउटा ट्विस्ट आएको छ। ट्विस्ट के हो भने माथि चाहिँ होइन यता तल खोलानिर चाहिँ रहेछ। अन्त माथि त्यो के अरे त्यो नर्सरी होइन क्या, त्यो एउटा पुल छ नि, पुलवाला पुल के केरा बजार होइन क्या, यहाँ यो के गोल भन्छ नि हो त्यहाँ होला भनेको त यता पो हो। अनि अब चाहिँ हामी एकैचोटि अहिले पर हेर्नेछु। अनि माथितिर होला भनेको त हेर्नु नि बाहिर। ए मम्मी मलाई टिप्स लिनुपर्छ क्या है। अनि अब चाहिँ हामी आइपुगिसक्यो हाम्रो डेस्टिनेसन। को रुन्छ हेरौँला, त्यस्तो त अब दाउरा त बोकिदिन्छ हो क्या। आम्मामा यत्रो त को बोक्छ? आम्मामा तपाईँहरू म त्यसपछि एक दुई भारी बोक्छु, त्यसपछि म दाउरा चिरेर बस्नु पर्यो घरमा। म त पुग्यो आउँदिनँ अब, अहिले पुगिसकेँ। अब अघि मैले दुइटा चिरेर राख्दै हो, मैले चिरेको कस्तो पाउले हो र। अनि अहिले चाहिँ हामी सेल्फी पुल्नेर आइसक्यो। हाम्रो गाउँको एकदमै पहिलोको जमानाको भाइरल ठाउँ नै भनौँ न है। बाबा त लान्थ्यो छट्टाको माथि। त्यही हो, अहिले एकैचोटि हामी दाउरा भएको ठाउँ भेट्नेछु भाइ। साथीहरू अहिले चाहिँ हामी यस्तो जङ्गल घना जङ्गलमा हिँड्दा छु नि। घना जङ्गल त नि हो नि, यता त बाघा भने होइन हावा। अनि यता चाहिँ बाघा भन्ने हल्ला चले। अहिले त्यता जङ्गलतिर जानु पर्यो यार। काम नपाएर जान्छु नि। हजुर यति हिँड्दै सास फुलिसक्यो। त्यही हो अब अहिले छिनमा कतिको डाल थाहा चाहिँ त्यही हो। अब त्यहाँ हामी हिँड्दै हो। यहाँ एकैचोटि अहिले माथि गएर भेट्छु। अब त बोल्नै सकेन। त्यही हो साथीहरू, अहिले म कहाँ हो यस्तो घना जङ्गलमा छु बिचमा है। मम्मीहरू पनि छैन। मम्मी अगाडि हिँड्दा थिएँ, म यसो बिस्तर सुसु फेर्नु जान्छु भनेको त मान्छे गाइब्लो। अहिले चाहिँ म यता छु। अनि हेर्नु न पुरै जङ्गलै जङ्गल छ यार, डरै लाग्दो हो। कुन चाहिँ बाटो गयो कुन चाहिँ बाटो गयो होइन। यताबाट साउन्ड आउँछ यार। कसम त्यहाँबाट साउन्ड आइरहेको थियो यार। म त घर अहिले मम्मीहरूलाई फोन गर्नुपर्छ यार। त्यही होला अहिले त्यसमा भेट्छ हामी। त्यो साथीहरू मैले चाहिँ मम्मी भेटिसकेको छु। अघि बाघ कराएको सुन्नुभयो है?
म त बहुत भागेको नि यार थेत्तेरी यार दिमाग खराब अनि यही हो दाउरा आमा यत्रोको बोक्छ यता त पुरै सुते खाँदै के हो गर्दै यो त्यही यार माथि जाने अझै डरै लाग्यो अब चाहिँ हामी अब त्यो बोकेर कहाँ पुलिसले बल्ल भिडियो बनाउँछु सकेन थाक्यो म त अझै यो मम्मीहरू यता माथितिर हो ल बाई फेरि अहिले चाहिँ हाम्रो यहाँ रुख जाने काम भइरहेको छ आइसे रोक्ने तेरि यार कस्तो अटेरी हो यो त रोक्नु है ल ल ल ल मम्मीलाई फ्याँकिदिनु एककै सर्टमा पुरै यहाँ भाउ भइसक्यो यार मेरो त यार यो अब एकैचोटि अब कतिखेर हुन्छ भेट्नेछु अहिले यहाँ पुरै फोहोर भइसक्यो यार यहाँ पुरै मैले यसरी खतरा मजा आउँछ क्या खेल्नु चाहिँ पुरै ग्रिप पार्दै बस्ने यहाँ ल त्यही हो अहिलेको छोरी एकछिनमा भेट्नेछु हामी साथीहरू अहिले चाहिँ केटान खेल्दै नति अन्त म त फेरि अहिले चाहिँ म दाउरा बोक्दै अब घर जान्छु यहाँबाट अब त्यही त हो नि अघि यहाँ माथि बाघ कराएको थियो यार अब चाहिँ हामी एकैचोटि कतातिर हुन्छ भेट्नेछु अनि अहिले चाहिँ म एक्लै यता घना जङ्गलको बिचमा जाँदैछु अन्त सोचिरहनु भएको होला किन चाहिँ दाउरा काट्यो भनेर किनभने हाम्रो यता यो जुन जङ्गलको समितिहरू हुन्छ नि हो त्यसले यो 2 दिनको लागि खुलिएको छ के अनि त्यही भएर चाहिँ अब चाहिँ अब यसो होइन यहाँबाट गइन्छ यही एक लोड मात्रै त हो अरे अर्को लोड आउनु पर्दैन भने अब खोइ के हुन्छ हेरौँ दिउँसोतिर नि यस्तो जान्छु कि थाहा भएन फिक्स छैन जे होस् आजको मेन थिम भनेको चाहिँ यही जङ्गलाको हुनु चाहिँ डर लागिरहेको छ एक्लै छ यस्तो घना बाटोमा मम्मीहरू पछाडि न पछाडि छ त्यही हो साथीहरू अब चाहिँ म कहाँ आइपुग्यो मलाई थाहा छैन जे होस् म चाहिँ यो कुलुको खोल्चा हिँडिरहेको छु अनि अहिले एकैचोटि गएर थाहा हुन्छ होइन अहिले चाहिँ म यतैतिर छु अनि अब चाहिँ म रेस्ट लिँदिनँ यो ठाउँतिर एकैचोटि गएर वहाँ मेरो पुरानो घरमा गएर लिनु पर्ला होइन अनि अहिले चाहिँ म कहाँ हो म यस्तो घना ठाउँमा पुगिसकेको छु अवस्था त्यही हो अब अहिले एकैचोटि भेटौँ है अब चाहिँ मैले ब्लग एकछिन इन गरेको साथीहरू सो साथीहरू अहिले चाहिँ हाम्रो गाउँ उता पारिपट्टि त्यस घरहरू देख्नु भयो नि हो त्यतिर चाहिँ हाम्रो सास फेर्न सकेर बोल्न सकेर नयाँ गाउँ अनि मेरो पुरानो घर चाहिँ यतैतिर छ क्या यही तलको गाउँतिर अनि अहिले चाहिँ बजार देखिसक्यो अब बिस्तारी अब एकैचोटि घरतिर गएर होला भेट्ने हामी चाहिँ त्यही हो अब एकैचोटि घरतिर गएर भेटेर दाउरासँग चिन्ने अथवा के गर्ने हुन्छ गर्नेछु अहिले यति नै ल बाई सो अलराइट साथीहरू मभन्दा ठुलो होला त्यो दाउरा हो अब चाहिँ हामी घर आइपुगिसक्यो अनि अब चाहिँ म केही गर्दिनँ गर्नु त गर्छु होला लेसनमा गर्छु अनि अहिले चाहिँ अब एकछिन यत्तिकै अब बस्छु अब पानी खाएर तेरि यार अब होइन यो जान्ने यो बोक्न जान्ने हल्का जान्नेहरूले त मजाले बोक्न त बोक्छ अब के थाहा त हामी त होइन वर्षमा 1-2 चोटि त हो जाने अब कहाँ सक्छ त अब त्यत्रो त्यही हो साथीहरू अहिले चाहिँ म घर आइसकेँ फेरि कस्टमर जहिले कालमा पर्छ यार त्यही हो अब देखाएको छैन होला देखेँ नि त अब त्यही हो अब यसो एकछिन यहाँ बस्छु पानी खान्छु मम्मीहरू आउनुहुन्छ अनि नुहाउँछु होला अनि त्यसपछि खाजा खान्छु साथीहरू त्यही हो अहिलेको अहिले चाहिँ म चोकमा छ अहिले चाहिँ सन्तोष यहाँ के आएको सन्तोष ओ साथी खोज्दैन खेलौँ न यो बहिनीको त कत्रो छ यार खै बहिनी यति देऊ त देन तेरो पनि यति कस्तो रहेछ कि यो त देन भनेको ओइ त्यो आफैले लाएर आयो मैले के गर्ने हेर तपाईँ लाएर आएन
खाने छे त खातेको बच्चा हो के क्ले हो के हेरे ओए चटपटे के ओए फेरि रोक अहिले एकछिन अब म बेलुका आइज भोलि अब आइज होइन म अब माथि जानु लाग्यो त जान्छु अनि एकैचोटि बेलुकातिर गर्छु त यो हाम्रो ग्याङ सन्तोष डन हो अरे भिडियो बनाएको ब्लग हो ल अहिले कति भेट्छ साथीहरू चाहिँ हामी घर जानु लाग्यो अनि आजको ब्लग यति नै होला सायदै अब एकैचोटि घरतिर हुन्छ कतितिर गएर गर्नेछु अहिले चाहिँ दोकानमै हो म चाहिँ अब एकैचोटि घरतिर हो त्यही अलिक एकछिन घरमा भेट्नेछु हामी अलराइट साथीहरू आजको ब्लग यति नै अब यस्तो दुखिरहेछ यहाँ कन्दातिर काले भाइ अनि अब चाहिँ हामी अब यत्तिकै अब सक्यो आजको ब्लग यति नै नान्न दुखिरह आजको ब्लग यति नै साथीहरू लाइक सेयर सब्सक्राइब गर्नु